मान्नु भएको छ हजुरहरु छिटो आउनु दिदीको अवस्था पनि त्यस्तो छ धेरै बाहिर बाहिर हिँड्नु हुन्न है ले त म एकचोटि कुरा गर्छु हिँड्छु यहाँ बुवासँग कुरा गर्नु त देऊ न हेलो जोइ साहब बुवा नमस्कार हजुरहरु हुनुहुन्छ कहाँ हामी अहिले यहाँ पोखरा होटलमा छौँ बुवा एकचोटि छोरीलाई दिन मिल्छ छोरी मुना मुना हजुरबा के हो छोरी छोरी के ज्वाइँले राम्रो होटलमा राख्नु भने के हो तिमीलाई होइन बा राम्रो छ होटल त अब पोखराको ठाउँ अलि ठन्डी छ नानी होटलमा अलि कपडाहरू मागेर अलि तातो भएर सुत्नु है आफ्नो मात्रै ख्याल गरेर हुँदैन यस्तो बेला त बच्चाको पनि ख्याल गर्नु पर्यो नि छोरी हस् बा अहिले राखेँ है फोन त काटिदिए यसले त यसरी काट्ने मान्छे त होइन यो बा पनि अब के चिन्ता गर्नु भएको त अब उनीहरू घुम्न गएका काहीँ बाटोमा होलान् अब के पिर गरेर अलिअलि पैसा पाइहाले अब उनीहरूसँग नि अलिअलि होला अब घुम्छन् अनि घर आउँछन् पिर गरेर हो त अब के चिन्ता गर्नु भएको त बा घरमा बसेर हो नि बाबु हुन त त्यही पनि मलाई दिउँसोदेखि अलिक कस्तो कस्तो लागिरहेछ यो छोरी पनि बोली अलिक कस्तो कस्तो लाग्यो यसको सन्तानको पेटले कहिले नछोड्ने हो मलाई पनि मलाई सधैँ त्यत्रो पैसा पठाइदिएर तिम्रो खाताको एटिएम चेक केही छ केही छैन त्यही फोन भएको भए पनि फोन पे हुन्थ्यो फोन पनि त्यो ढाकाले लिएर गइहाल्यो यो ठाउँ त्यति सुरक्षित लागेन त्यहाँ चौतारा मेरो पुलिस चौकी थियो नि दिउँसो देखेको त्यहीँ गएर बस्छु कमसेकम चौकी वरिपरि भयो भने ज्यान त सुरक्षित हुन्छ